हेर्नुहोस् यस नो हि इज अन डिस्पिलिङ मी वाट इज युर नेम भन्दाखेरि मेरो नाम रमिसरा गा हो भन्न पर्छ। ल हेर्नुहोस् क्याटमा नि बिरालो अझै बिल्ली पनि भनिन्छ। हेर्नुहोस् ट्यालेन्ट हुनुहुन्छ जमानामा 5 क्लास पास हो अहिलेको यस यता हेर्नु है हाम्रो घर आज बिस्ता बङ्गुर काटेर यस्तो भुटा पकाएको खानेर आउनु। पोर पिसनेको सुँगुर हेलो नमस्ते स्वागत छ यहाँहरूलाई प्रकृति भिलेजमा। आज चाहिँ हामीले टक्क लगाएर आज सुँगुर काट्ने कार्यक्रम छ। आज चाहिँ हाम्रो सुँगुर काटेर बजारमा बेच्ने कार्यक्रम छ। हेर्न सक्नुहुन्छ सट्ट लगाएर आज चाहिँ 2टा बङ्गुर ढालेको छौँ है हामीले साथीहरूले। टक्क अन्तिमसम्म हेर्नु होला भिडियो। टक्क 2टा बङ्गुर एउटा यो कति हाइट भयो? ओहो म बराबर भयो यार यो त आजभोलि त यार लक्कै बढेको छ के अरे केटा त। पनि भ्याउन लागेको छ। अब यो चाहिँ रेडी भयो अब काट्नलाई ट्याक्क यो चाहिँ हुँदैछ है। अब काट्नलाई 2टा एकैचोटि अझै धेरै कमेन्टमा किन कलर हाल्नुहुन्छ भनेर सोध्नु भएको थियो। यसको मेन रिजन भनेको यो कलर हालेन भने यहाँको मान्छेले खाँदैन। यो चाहिँ मेन यो कलर हो। हामीले बाध्यताले कलर लाउनु पर्छ। गाउँघरको भात बजार हो भने हामीले कलर पनि नलाइकन खाने गर्छौँ। तर यो बजारको लागि हो यो कलर चाहिँ अनिवार्य आवश्यकता छ। साथीहरू देख्न सक्नुहुन्छ कलर झपाझप लाउँदैछ सर। चारजनाले 2टा बङ्गुर हाल्ने हाम्रो चाहिँ यता एक दिनमै जान्छ। यो चाहिँ एक दिन पनि लाग्दैन। 4-5 घन्टामा च्याट हो। 2टा बङ्गुर छ। 4जना छौँ काम गर्नेहरू देख्न सक्नुहुन्छ प्रत्यक्ष। अहिले तपाईँको मोबाइलबाट उ गर्छु तिमीलाई मैले। मेरो मोबाइल घर छ नि यस्तो टुकटुक मोबाइल कहाँ अर्को त छ नि त मैले हिँडाउँदैन घरै राख्छु के। मेरो आइफोन वालाले त्यहाँ हेर्नु त्यहाँ कल पारिसकेको छ तपाईँले। भइहाल्छ केही नि नलाग्ने घर भनेको डबल हड्डी ठुल्ठुलो नराख्नु भनेको देखिने हाम्रो त मन्दिर अर्डर हुन्छ नि त। ए मुन्ना खराङको पिस भन्छ लैजान्छ मान्छे डबल हड्डी भन्दैन। 7 लाख
यो चाहिँ ट्याक्क भुटेर खाने अहिले पुरा भिडियो देखाउने छौँ हामीले खाएको पनि पुरा हाम्रो साउजी हुनुहुन्छ यहाँ चाहिँ पुरा यता फेरि अर्को फाडफोड हुँदैछ ट्याक्क है गाइस यता मललाई पनि छ अब म छोरालाई स्कुल छोड्न जानु पर्यो छोराको पिकनिक छ छोरा पनि अब यत्रो जवान भइगयो अब छोड्न जानु पर्यो सर लाएर यहाँ छ कार्यक्रम पर्के देऊ न नि छिनी देऊ न खाएपछि थाहा हुन्छ यस्तो दामी पकाएको हाम्रो मम्मीले नुहाएर रेडी हुनु भएको छ खानालाई खाना भनेर भाइको छोरी यस्तो रेडी परेको छ हेर्नु र हाम्रो यो भिडियो हेरेर लाइक गरिदिनु होला एकदम यस छ यस ल हेर्नुहोस् यस नो हि इज अन डिस्पिलिङ छ अनि वाट इज युवर नेम भन्दाखेरि मेरो नाम रमिसरा गा हो भन्न पर्छ ल हेर्नुहोस् म बुढी मान्छे हो तर पनि मैले जाने छु कि इङ्ग्लिस पनि बोल्न र क्याटको स्पेलिङ के गरे क्याट हो सिएटी क्याट क्याट मानि बिरालो अझै बिल्ली पनि भनिन्छ हेर्नुहोस् सिओडब्लु काउ काउ मानि गाई डिओजी डग डग मानि कुकुर उहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ इङ्ग्लिस एकदम ट्यालेन्ट हुनुहुन्छ जमानामा 5 क्लास पास हो अहिलेको एसएलसी या गाइस यो 50 किलो 40 किलो ड्याङ्गै हो ट्याक्कै 40 किलो ओहो उहाँको त फेरि धेरै ठुलो ऊ छ फ्रेस हाउस त्यही माथि त्यो चाइनाबाट थाइल्यान्डबाट आउने रहेछ लुम्बिनी घुम्न टुरिस्टहरू तिनीहरूको ठुलो डिलर हाम्रो मन्दाई सबभन्दा ठुलो डिलर उहाँलाई सम्झिनु होला हरया कञ्चन लुदरपुर रूपन्देही लुदरपुर सुनगाभा चोक होइन र मन्दाई हो अनि तपाईको नम्बर पनि दिनु कसैलाई मासु चाहियो भने भाउजू आउनु भएको थियो सामान लिएर भाउजू ठुलमम्मीहरू हुनुहुन्छ कि नै पूजा केटाकेटीले खान्छन् के अहिले नै दिने हो अहिले ला पुरा बोरामा पेट भएको छ दुईटा सुँगुर ड्याडीले राखेछ यार अरे बुटोल वनपाटिका लानुहुन्छ अङ्कलले आउँदै हुनुहुन्छ गाडीमा वनपाटिका लाने हो यो चाहिँ सट्ट ढ्याक्क भुटुवा बाँडिन्छौँ टोटल कुरी किलो छ न करिया टोटल पहिलाको 1 क्विन्टल 20 किलो पछिको 80 किलो ओहो ढ्याक्कै भएछ यार लगभग 2 लाख धन्दै भेट्न जान्छ त्यो है अब रेडी भइसक्यो अब के त रेडी भयो है हाम्रो मासु
युट्युबमा आउँछ क्या तपाईँ कस्तो छ टेस्ट मिठो छ खोइ खुर्सानी तपाईँको त्यहाँ चरममा पार्नु वा तराई खुर्सानी पोलेको हजुर खाऊ खाम डाडु अचार थियो के अरे यार अघि नै निकाल्नु पर्ने रहेछ उसको हो तर पहाडको अमिलोको